ओके, म सुरुमा नै नकाटी भन्छु, फिल्मलाई जति राम्रो बनिएको छ, फिल्म त्यति राम्रो छैन। फिल्मको सबैभन्दा स्ट्रङ एस्पेक्ट यसको इमोसन थियो, जुन कि मलाई फिल्म हेर्ने बेला फिल नै भएन। पुरै फिल्मभरि नै म अलिकति इमोसनल भएको भनेको यसको क्लाइमेक्समा हो, त्यो पनि साइग्रेसको कारणले गर्दा, न कि पल्साको कारणले। यस, मलाई यो फिल्ममा पल्साको भन्दा साइग्रेसको पर्फर्मेन्स राम्रो लाग्यो। पल्सा जसको क्यारेक्टरको एराउन्ड यो मुभी चल्छ, उहाँको भन्दा त बस 10-15 मिनटको स्क्रिन टाइम पाएको साइग्रेसको क्यारेक्टर र पर्फर्मेन्स दुवै स्ट्रङ छ। म सुरुमा नै के भन्न चाहन्छु भने पल्साको एक्टिङ त्यति राम्रो छैन। इमोसनल सिनहरूमा पल्सा बस चिचाउनु बाहेक अरू केही पनि गरेका छैनन्। पल्साभन्दा राम्रो एक्टिङ त न्युली इन्ट्रोड्युस्ड उषा उप्रेतीले गरेकी थिइन्। आफ्नो क्यारेक्टरलाई प्रोपरली बुझेर सिन अनुसार आफूलाई त्यो क्यारेक्टरमा स्क्रिनमा राम्रोसँग प्रेजेन्ट गरेकी थिइन् उहाँले। विपना थापा, प्रदीप रावत, सिमरन पन्टको एक्टिङ पनि ठिकै नै छ यो मुभीमा। बरु बेला बेलामा प्रदीप रावतको नेपाली आवाज चाहिँ अलि अनौठो सुनिएको थियो। डायलग अनुसार उहाँको लिप्सिङ म्याच गरिरहेको थिएन। यो फिल्ममा आमा र छोराको सम्बन्ध सँगसँगै लभ स्टोरी पनि देखाएको छ, जुन कि कुनै कामको नै छैन। स्टोरी अघि बढ्दै जान्छ, तर क्यारेक्टर डेभलपमेन्टहरू जिरो नै छ यो मुभीमा। मुभीको फर्स्ट हाफ अलि फास्ट पेस छ। मुभीले स्टोरीलाई एकदमै छिट्टो नै सेटअप गर्छ फर्स्ट हाफमै। हिरो हिरोइनको बालेपन, तिनीहरू ठुलो भएको, पढाइसकेको, हिरोले नेपालमा केही काम गर्छु भनेको तर केही काम नपाएको, जसले गर्दा ऊ विदेश जान खोजेको, यो सब कुरा मुभीको फर्स्ट हाफमा देखाएको छ। जसलाई देखाउने क्रममा बेला बेलामा इमोसनल सिनहरू र कमेडी देखाउन खोजेको छ, तर दुवै फोर्सफुल लाग्छ। यो मुभीको फर्स्ट हाफमा इमोसनल सिन र कमेडी सिन जबरजस्ती हाल्न खोजेको जस्तो महसुस हुन्छ। सेकेन्ड हाफमा मुभीले ट्विस्ट देखाउँछ र कहानीलाई अलि इन्ट्रेस्टिङ बनाउन खोज्छ, तर सफल भने हुँदैन। सेकेन्ड हाफमा त झन् पल्सा जति बेला नि मेरी आमा खै भन्छन् र अलि रुड सुनिन सक्छ, उहाँलाई बौला जस्तो देखिन्छ त्यो सिनहरूमा उहाँको एक्टिङले गर्दा। यो मुभीमा मलाई मन परेको कुरा भनेको साइग्रेसको पर्फर्मेन्स र उहाँको क्यारेक्टर मात्रै हो। अनि साँच्चै यो फिल्मको गीतहरू पनि राम्रै छ। यस, यो फिल्मको गीतहरू राम्रो लाग्यो मलाई, किनभने यो फिल्मको इमोसनल सिनहरू त कति पनि छुँदै छोएन मलाई। सायद अब यो फिल्म मेरो लागि नबनेको नै हुनसक्छ, किनभने मैले यो फिल्म हेरेको थिएटरमा भिड निकै आएको थियो र फिल्म हेर्ने बेला कुनै मान्छेहरू फिल्म हेर्ने बेला मैले रोकेको थाहा पाएको थिएँ। ओके, यही नै थियो रिभ्यू भिडियो अफ अबाट आमा। यदि हजुरलाई भिडियो कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट, र हजुरले यो फिल्म हेर्नुभएको भएन, यदि हेर्नुभयो भने त्यो फिल्म हजुरलाई कस्तो लाग्यो त्यो पनि कमेन्टमा भन्नुहोस्।